हेलो नमस्कार तपाईहरुलाई स्वागत छ सूर्य इन्जिनियरिङ टेक्नोलोजी युट्युब च्यानलमा। तपाईहरुले यस च्यानललाई लाइक सब्स्क्राइब र कमेन्ट गर्न नबिर्सिनु होला र बेल आइकनलाई पनि थिचेर सेट गर्नुहोला। अब तपाईले यसमा चाहिँ हामीले चाहिँ इन्जिनियरिङ टेक्नोलोजी सँग सम्बन्धित उपकरणहरुले चाहिँ कसरी काम गर्छ र यसको मेन्टेनेन्स कसरी गर्ने भने चाहिँ हामीले यसमा भिडियो बनाउने छौं। तपाईहरुले यसलाई चाहिँ अन्तिमसम्म हेरेर आफ्नो भरपुर नलेज लिन सक्नुहुनेछ। यसमा तपाईको एउटा क्याश पेकर मेसिन छ बियरलाई प्याकिङ गर्नको लागि। यसले चाहिँ सबै प्याकिङ गर्न सक्छ यो क्याश पेकर मेसिनले। यो कसरी अपरेट हुन्छ पनि म तपाईहरुलाई जानकारी गराउँछु। यो चाहिँ पीएलसी बाट प्रोग्रामिङ गरिएको हुन्छ। यो पीएलसी ले चाहिँ कमान्ड दिएर यो अपरेट हुन्छ। हामीले अटो सेट गर्नुपर्छ। यसले एक पटकमा तपाईको 3 वटा कार्टुन प्याक गर्छ। 3-4 वटा जति प्याक गर्छ। यसले चाहिँ 4 वटा गर्छ। त्यसैगरी यसले तपाईको जुन सानो बोतल हुन्छ यसलाई चाहिँ 2 कार्टुन प्याक गर्छ। यसले चाहिँ भने चाहिँ ठुलो कार्टुन चाहिँ 4 वटा प्याकिङ गर्छ। अनि त्यो प्याकिङ गरेको जुन बियर हुन्छ त्यो बियर तपाईको कन्भेयर थ्रु चाहिँ तपाईको जुन कार्टुन जो अटोमेटिक कार्टुन लगाउने मेसिन हुन्छ त्यसमा जान्छ। त्यो मेसिन कार्टुन लगाउनको लागि त्यहाँ गइसकेपछि त्यो टेप लगाउँछ अनि प्याकिङ हुन्छ। त्यो प्याकिङ भएर कन्भेयरबाट चाहिँ तपाईको बाहिर हाउसमा जान्छ। त्यसपछि तपाईको यहाँ फिलिङ मेसिन पनि देखाइएको छ। त्यो फिलिङ मेसिनले चाहिँ कसरी प्याकिङ गर्छ भन्ने कुरा भिडियो बनाइराखे। यसमा तपाईको एक पटकमा यसले 42 वटा बोतल चाहिँ एक राउन्डमा 42 वटा बोतल प्याकिङ गर्छ। यो 12000 बोतल पर आवरको मेसिन हो। यसमा तपाईको बोतल सफा आयो कि फोहोर आयो भनेर पनि हेर्न सकिन्छ। यो लाइटहरु दिएको छ। यहाँ मान्छेहरु बसेर कर्मचारी बसेर त्यहाँ मजाले हेरिने छ। र तपाईहरुले यस विषयमा कुनै जिज्ञासा लिनु परेमा यसमा कमेन्ट गरेर तपाईहरुले लिन सक्नुहुनेछ। यो फिलिङ मेसिन हो साथीहरु। थोरै डिस्प्ले देखिराखेको छ। मैले यसलाई चाहिँ थोरै मात्रै देखाएको छु। हस् धन्यवाद। अझै कुनै कमेन्ट अनि कुनै जानकारी लिन चाहनुहुन्छ भने तपाईले तलको डिस्क्रिप्सनमा